गाइज पहिला यो भिडियो हेरौँ अनि भन्ने कमेन्ट पढ्ने है। यो फुललाई कति पर्छ? एउटाको 30 रुपैयाँ। 30 रुपैयाँ? भोलिसम्म ओइला हुँदैन नि? सुक्छ। मन परेको फुला सुके पनि रसिलो। अबे मजा आएगा ना। कस्तो सुकी जाने खालको फुल रहेछ, काम छैन। त्यसको बाजे टुप्पोमा फुल्नु पर्ने फुल त फेदमै फुलेछ। कति सस्तो किन्न आउनु पर्यो कि क्या हो, भोलिसम्म त सुक्छ होला। प्यारी समझ गई। अहिले नै चौरी परिसक्यो होला, किन्दै नकिन्ने यस्तो गर्मीमा। सुक्छ 40 कटेसी त्यो फुल। आज भोलि नै बेच्नुपर्छ, पछि त फेरि कसैले किन्दैनन् है। यति चाँडै नसुक्ला, 70 वर्षसम्म त ताजै रहन्छ रे, मेरो बजीले भन्नुभएको। ए नि हौ, आजकल फुल केतातिर पो फुल्न थालेछ। त्यो फुल नसुक्न त अमला र काजु खानुपर्छ। मन परेको फुल सुके पनि रसिलो। फुल एउटाको हो अनि बेच्ने चाहिँ अर्को पो हो। फुल धनीलाई आनन्द छ, उता साथीले मोल गरेर बेच्न आँटिसक्यो।